साथी हो आज खाना भनेको यो अब बासमती राइस भइहाल्यो, यो चिप्ले भेडी भइहाल्यो, यो आलु र मस्यौरा हो साथी हो, यो आलुको अचार हो, यो गोलभेडाको अचार हो, यो चाहिँ साग हो साथी हो। अब चाहिँ म चाहिँ खान लागेँ साथी हो। 11-12 बज्नु लाग्यो, भर्खर अफिसबाट ड्युटीबाट आइयो साथी हो। अब खाना सुरु गर्नु पर्यो। हजुरलाई यस्तो खाना मनपर्छ पर्दैन साथी हो। म चाहिँ अब यी लागेँ खानालाई। गजब रहेछ साथी हो। अनि यतातिर चाहिँ यो भैँसीको मही हो साथी हो। गर्मीको सिजन छ, यो चाहिँ मही, यो चाहिँ अब चिसो खानु भन्दाखेरि यही मही सही खायो भने चाहिँ अब अलिक केही होला साथी हो। चिसो खाऊँ भने पनि अब अलिक गुलियो हुन्छ, रोगी रागीलाई अलिक हुँदैन। भिडियो मन पर्यो भने लाइक कमेन्ट गरिदिनु साथीहरू। लाइक कमेन्ट गरिदिनु होला, साथीभाइहरूलाई पनि सेयर गरिदिनु होला साथी हो। आज मङ्गलबार चाहिँ भेज होइन त बुवा? आज मङ्गलबार भेज खाना हो साथी हो। यसो सोचेको आज मटन खाउँथ्यो भन्ने विचार गरेको, त्यो मङ्गलबार पो परेछ साथी हो। त्यो हुनाले आज भेज। चिप्ले भेन्डीको सिजन हो अहिले, अहिले सिजन हो नि, बडा स्वाद हुन्छ चिप्ले भेडी। भुजिया बनाएर यसरी खानुपर्छ, रस हाल्यो भने चाहिँ मिठो हुँदैन। तपाईँले त त्यही पनि कतिवटा छिप्पेको लिएर आएछ। कहाँ तरकारी बजारबाट लिएर आएको भयो? भिन्डी हालिदिउँ तपाईँलाई? मही लागेको साथी मुखमा। मही चाहिँ कति लिटर लिएर आएको तपाईँ? दही 1 लिटर, मही 1 लिटर। मही 2 लिटर लिएर आउनुपर्छ नि, दिउँसो नि खानुहुन्थ्यो गर्मी।
पराठा बनाउनु पर्यो कि हाल्नु बिर्स्यो होला बाउले घिउ भनेर त म त फुल भनेर सम्झेँ फुल चाहिँ यहाँ कौसीभरि फुलै फुल्छ अनि कहाँ फुल्दैन मम्मीले त सागमा पनि गोलभेडा गोलभेडा हालिदिन्छु अनि मिठो हुन्छ त नि बुवा सागमा गोलभेडा तपाईँलाई मन पर्दैन होइन गोलभेडा धेरै मलाई त गोलभेडा त अचारमा मात्र तरकारी त हाल्दा पनि हुन्छ मधिसहरूले 1 किलो मासु छ भनेदेखि आधा किलो प्याज हाल्छ अझ बढ्ता हाल्छ को त्यही हो साग साग त डेली खानु पर्यो सबै टिपेर पठाएर त मम्मीले अब सागमा भिटामिन छ धेरै खाने भयो भने त ठिक्क खाने हो साग ल साथीहरू लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला मन परेन ल हाम्रो च्यानल हेर्नेहरू सबैजनालाई थ्याङ्क यू बाई बाई साथीहरू बाई बाई भनिदिनु बुवा बाई बाई